आज कस्तो भयो भने मेरो सेटअप ल्याएको थिएँ मैले सेलवाला सेटअप ल्याएको थिएँ। त्यसमा मेरो तपाईँको लगभग 0.1 पिप्सले भनौँ न 4-5 पिप्सले मात्रै एसएल खायो होइन। एसएल खाएन। मैले ब्रेकअप यहाँ आउँदा ब्रेक इभेन लगाइदिएको थिएँ। तल लेभल यो लेभलमा आउँदा ब्रेक इभेन लगाइदिएको थिएँ। पछि अनि यो एसएल के अरे ब्रेक इभेन गरेर मार्केट तल टिभीमा झरेँ कि। सो यो भयो। अनि मैले बाई इन्ट्री ल्याएको थिएँ। बाई इन्ट्री मैले यो लेभलमा लिन्छु भनेर सोधेको थिएँ, तर कति भने तपाईँको 54बाट भने चाहिँ 54 चाहिँ त्यही 20 पिप्सले एसएल के अरे इन्ट्री छुटेर मार्केट माथि गइदियो। सो आजको दिन खासै राम्रो त गएन, लस पनि भएन, जस्ट ब्रेक इभेन भयो। सो केही पनि छैन। अब भोलि टुमारो भोलि हेरौँला। सो आज यो गयो। अनि अहिले फेरि यहीँ इन्ट्री ल्याएको थिएँ। सो आज लस, थोरै लस भनौँ, धेरै लस पनि होइन। सो चिल गाइस, थोरै लस भयो। सो केही छैन, लेट्स सी भोलि टुमारो हेरौँला। सो डोन्ट फरगेट टुडे है। सो आज लस भएपछि पनि खुसी हुनुपर्छ कि सधैँ प्रफिट हुन्छ भन्ने हुँदैन। सो सानो 1% पनि भएन भनौँ न, जस्ट 0.75% हो। सो भोलि हेरौँला। यो विक सबै राम्रो गइरहेको थियो। आज एक दिन थोडा लस भयो। सो लेट्स सी भोलि टुमारो होइन। सो भोलि हेरौँला। आज मार्केट अलिकति म्यानिपुलेसन पनि भइरहेको थियो। सो मेरो ब्रेक इभेन नराखेको भए चाहिँ टिपी8 हुन्थ्यो। सो केही सिक्यो होइन, तर ब्रेक इभेन चाहिन्छ। लस तिम्रो होस् या नहोस् ब्रेक इभेन त राख्नै पर्ने रहेछ।